हेलो साथी, गुड मर्निङ, नमस्ते। सबैजना आराम हुनुहुन्छ अनि म पनि आराम छु। अनि हाम्रोतिर चाहिँ बिहान साँझ यस्तो चिसो बढ्दैछ। हजुरकोतिर कस्तो छ? सबैजनाले आफ्नो आफ्नो ठाउँबाट ख्याल गरिदिनु होला। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग। मैले एउटा सानो भ्लग बनाउने प्रयास गरेकी छु। प्रयास नै ठुलो कुरो भन्छन्। अनि सबैजनाले मेरो भ्लग हेरेर सल्लाह सुझाव दिनुहोला। कमी कमजोरीहरू कमेन्टमा लेखिदिनु होला। अनि मेरो यो च्यानललाई पनि हजुरहरूले सब्सक्राइब गरिदिनु होला। म भने मेरो भ्लगमा हजुरहरूलाई मेरो दिनचर्या कसरी बितेको छ, मैले दिनभरि के गरेर बिताउँछु भनेर भिडियो मार्फत हजुरहरूलाई जानकारी गराउँछु। हजुरहरू भने मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। धन्यवाद। म चाहिँ बिहान उठेर घरको सरसफाइ गरेर भगवान्लाई लोटा बेला माझेर पानी पनि चढाइसकेँ। साथीहरू, मैले चाहिँ बिहान उठेर गाईबस्तुहरूलाई पानी तताएँ, पानी दिएँ, घाँस दिएँ। अनि चाहिँ यहाँ मजाले घाम लागिरहेको छ अनि मजाले घाँस खाइरहेको छन् सबैजनाले। रमाइलो छ, बढिरहेको छ। म चाहिँ दिनभरि यिनै गाउँ वस्तुहरूसँग रमाउने गर्छु। यिनीहरूसँग रमाउनुको पनि छुट्टै मजा छ। साथीहरू, यता चाहिँ तिहारलाई फुलहरू रेडी भइसके। ढकमक्क पहेँले फुलहरू फुलिसकेका छन् तिहारको लागि। कति राम्रो देखेछ हेर्नु न, कति राम्रा फुलहरू। अनि चाहिँ यता तलपट्टि हाम्रो खेत, यहाँ चाहिँ धान पाकेर पहेँलै भइसकेको छ। तिहार लगत्तै यो काट्न सुरु हुन्छ। यहाँ चाहिँ अब रोटी पाक्दैछन्। भित्र चाहिँ रोटी बन्दैछन्। कमेन्टमा रोटी चाहियो भन्ने आफै बनाउने खाने गरम जारी नै छ। अनि यहाँ चाहिँ दिउँसोको खाजा